यति बेला टिकटकमा भाइरल भएको कविता जहाँ दिदीले आफ्नो भाइलाई या जेनजी पुस्तालाई अब जे गर्दा पनि जागिर खान पाइएन, जस्तो गर्दाखेरि जागिर हुने भएन, न आरक्षणमा पर्न सक्यो, न त कसैले पावर लाएर जागिर खान सक्यो भनेर अब विदेश बाहेक अरू कुनै उपाय छैन भनेर भनेकी छिन्। लौ सुन्नुहोस् जस्ताको तस्तै। धेरै पल्ट निजामतीतिर भिडिस या लोक सेवातिर, आर्मीमा पनि दौडिस तर सबै व्यर्थै भयो आखिर। केही पावर छैन जागिर दिने, केही छैन तेरो गुण, चुच्चो नाक भयो मिलेन कहिल्यै कोटा र आरक्षण। तेरा मित्रहरू पुगेर रसिया लाखौं पठाइसके, कोही लन्डन कोरियातिर बसी फर्केर आइसके। तेरो बाइक छैन घरमा कार्पेट जत्रो टिभी, जानै पर्छ अमेरिका बरु छिट्टै ए बाबु भर दे डिबी।